हेलो फ्रम जङसन तरकारी किचन। यो चाहिँ करेलाको अचार। म हजुरहरूलाई मेरो तरिकाको रेसिपी सेयर गर्दैछु। पहिला तेल राखेँ, त्यसमा मेथी फ्राई गरेँ, अनि त्यसपछि मैले चाहिँ यसमा चाहिँ कटिङ गरेर राखेको प्याज हल्का ब्राउन हुने गरेर फ्राई गरिदिन्छु। यो चाहिँ हल्का ब्राउन भइसकेपछि हजुरले यसमा 2 चम्चा बेसार, यो चाहिँ मैले डिनर चम्चाले 2 चम्चा बेसार राखेको छु। अनि त्यसपछि कटिङ गरेको लसुन र खुर्सानी चप गरेर राखेँ। अनि त्यसमा चाहिँ धोएर राखेको 3 किलो करेला, यो कटिङ गरेको करेला राखेँ। त्यसलाई मजाले राम्रोसँग चलाइदिनुहोस्। त्यसपछि मैले कटिङ गरेको टमाटर आधा किलो जति राखेँ। अनि त्यसमा चाहिँ 3 चम्चा नुन, 3 चम्चा खुर्सानी राखेर अनि त्यसलाई चाहिँ राम्रोसँग चलाएँ। यसलाई चाहिँ एकछिन मजाले हात पाक्न दिने। अनि यतिको मजाले पाकिसकेपछि यसमा चाहिँ मैले यो चाहिँ चुक अमिलो, करेला चाहिँ तितो हुन्छ, सो अमिलो राख्यो भने चाहिँ हजुरको तितो चाहिँ काट्छ, धेरै तितो हुँदैन खाँदाखेरि चाहिँ। अनि भेनिगर चाहिँ अलिकति लङ लास्टिङ राख्नको लागि चाहिँ भेनिगर यो चाहिँ 2-3 दिनसम्म चलाउनु मिल्छ यसरी भेनिगर राखेपछि चाहिँ। यतिको पाकिसकेपछि हजुरले लास्टमा चाहिँ सेलाइसकेपछि मैले चाहिँ भाङ मसिनो गरेर भुटेर पिसेको भाङलाई चाहिँ राखेर अनि मोलेर बनाएको हुन्छु। सो मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट। थ्याङ्क यू सो मच वाचिङ माई भिडियो।